जुन वृक्षमा फल छ त्यही वृक्षमा सबैले झटारो हान्छन्। अहिले यो देशमा श्रम संस्कृति पार्टी सबैको झटारोको केन्द्र किन बनेको छ? यसैसँग सबैलाई डर छ। आज कुनै पनि हिजोका राजनीतिक पार्टी र आजको सत्तारूढ पार्टीका सबै कार्यकर्ताहरूले पनि कसैलाई गाली गर्छ र कसैलाई केही भन्छ भने श्रम संस्कृति पार्टीलाई नि भन्छ। दुई तीनवटा कुराहरू प्रहार गरिन्छ। एउटा त हाम्रो आदरणीय माननीय हर्क साम्पाङज्यूले यो कुरा भनि नै राख्नुहुन्छ, तिमी पास्टर बन, तिमी गुइठे बन, तिमी गाली गर, तिमी जे गर, तर म गर्न छोड्दिनँ। म देशका लागि गर्छु, जनताका लागि गर्छु, शान्तिका लागि गर्छु, विकासका लागि गर्छु, समृद्धिका लागि गर्छु, यो देश बनाउने अठोटका लागि गर्छु, म एउटा राष्ट्रका लागि गर्छु। यो राष्ट्रवादी एउटा नेता भएको हुनाले यो देशको माटोको लागि गर्छु। माटो सिवाय मेरो अर्को स्वार्थ केही छैन, देशका जनता सिवाय मेरो अर्को स्वार्थ केही छैन भनेर जो मान्छे लाग्छ भने उसको इमान, निष्ठा र राष्ट्रिय प्रतिबद्धताप्रति कुनै शङ्का गर्ने ठाउँ छैन, गर्नुपर्ने आवश्यकता पनि छैन। त्यसैले आदरणीय महानुभावहरू, अब हामी यो देश बनाउने सङ्कल्प गर्नु छ, यो ठाउँ बनाउने सङ्कल्प गर्नु छ, यहाँ परिवर्तन गर्ने कुरा गर्नु छ, श्रमजीवी जनताको हितका कुरा गर्नु छ। श्रम गर, आत्मनिर्भर बन, श्रम दान गर, देश बनाऊ। यो कति न्यायको नारा छ। कसैलाई पनि श्रम संस्कृति पार्टीको बारेमा कुनै भ्रम छ भने यसको एउटा हाम्रो माननीय आदरणीय अध्यक्षले रचना गर्नुभएको त्यो श्रम की एकछिन अगाडि यहाँ गाइयो, त्यसलाई 2, 4, 5 पटक कुनै पनि नेपाली जनताले अध्ययन गर्न, बुझ्न, हेर्न र त्यसको भाव बुझ्नका लागि म हार्दिक अनुरोध गर्छु। त्यति भयो भने देश बुझिन्छ, यो हर्क साम्पाङको पार्टी बुझिन्छ, श्रम संस्कृति पार्टी बुझिन्छ। यहाँ जाति बुझिँदैन, यहाँ सिर्जना बुझिन्छ, यहाँ जाति बुझिँदैन, विकास बुझिन्छ। यहाँ मान्छेले धेरै कुराहरू पस्किरहेका छन्। किन? म तपाईलाई एउटा कुरा भनौँ, अरू पार्टीको पनि बनावट हेर्नुहोस् न। यो श्रम संस्कृति पार्टीलाई एउटा जातिको पार्टी भन्नेहरूले 2006 सालमा देशमा कम्युनिस्ट पार्टी जन्मिँदा नेवारहरूले मात्रै जन्माएका थिए। अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीमा कतिजना जनजातिहरू छन्, कति प्रतिशत छन्? त्यसो भएको हुनाले यो अहिले एउटा कुरा के मात्रै उठाइएको छ भने एउटा पार्टीलाई के भनेर स्खलित गर्न सकिन्छ। योसँग इमान छ, योसँग निष्ठा छ।